हेलो एभ्रिवान गुड आफ्टरनुन लु है खाना पनि पाकिसक्यो पर्खेर त बिरयानी हुने होइन अनि आज पानी पनि पर्दैछ आज आइटमहरू पनि स्पेसल छ हो अनि स्वागत तपाईहरु सबैलाई मेरो लन्चको भिडियोमा अनि आउनुहोस् हेर्नुहोस् के पाएको छ तपाईलाई म देखाउन गइरहेको छु है सर्वप्रथम आयो तपाईको पहिला प्लेन राइस अनि यो भयो तपाईको एउटा फ्राई सब्जी बरबटी आलु गाजर हो दामी भएको छ अलिकति चाहिएको थियो मैले है यो सब्जी चाहिँ दामी भएको छ हो देख्न सक्नुहुन्छ अनि अर्को आइटम तपाईलाई थाहा पाइहाल्नु भयो होला मेरो छुट्याउनु नहुने यी अमिलो दही छ यो चाहिँ हाफ किलोको पाएको छु आज है अनि आज बिहान खाने अहिले एकछिनमा खाने त्यहाँबाट बेलुका खाने रेड काउको यो चाहिँ है अमुलको पाइन अनि दालमा देख्न सक्नुहुन्छ के छ आज मुसुरीको दाल भइहाल्यो है यी देख्न सक्नुहुन्छ अनि आज अर्को आइटम चाहिँ के छ त भनेपछि आज प्रेसर बढ्नै भयो केटाहरूको है देख्न सक्नुहुन्छ म तपाईलाई देखाउन गइरहेको छु यो चाहिँ लोकल चिकन हो यी देसी चिकन चाहिँ देख्न सक्नुहुन्छ हो यी लोकल चिकन चाहिँ रातो गरेर बनाएको छ हो यी देसी चिकन छ हो अनि अब अर्को आइटम के छ त भनेपछि चाहिँ यो भयो तपाईको मटन खसीको मासु चाहिँ यी देख्न सक्नुहुन्छ होला चर्बीवाला खसीको मासु अनि दुईटै छ है अब के चाहिँ खानु होला हो अनि त्यही चाहिँ साथी हो मटन भइहाल्यो त देसी चिकन भइहाल्यो यी देख्न सक्नुहुन्छ हो दुईटै छ हो अनि यी देसी चिकन भइहाल्यो त्यहाँबाट तपाईको यो दाल भइहाल्यो यो अमिलो दही भइहाल्यो यो फ्राई सब्जी प्लेन राइस ल साथी हो अब ग्ल्याम क्लेम खाएर एकछिन रेस्ट गर्छु ड्युटी चाहिँ बिहानै सक्यो ल साथी बाइ बाइ एभ्रिवान।